हेलो गाइज, नमस्ते, स्वागत छ तपाईँहरूलाई। होइन, अब म खासै ब्लग हान्न पाइरहेको छैन, किन भन्दाखेरि अब बिजी नै भइन्छ अनि बिदाको दिन पनि सुतेर बसिन्छ, त्यही भएर खासै ब्लग हान्न पाइरहेको छैन। तर योपालि चाहिँ अब आज शनिबार बिदा त होइन, काम हुन्थ्यो अरू बेला, तर आज चाहिँ हाम्रो कम्पनीले अब त्यो एकजना साथी चाहिँ हाम्रो अब बिरामी थियो, अनि त्यही भएर अब उसको अब रेगुलर बिरामी भएर अब के बोल रहा हूँ म, क्या बोल रहा है भाइ। खासमा के भन्दाखेरि कम्पनीको सबैजनालाई एकचोटि मेडिकल गरिदिने भनेर अब सबैजनालाई आज मेडिकल लगिरह हामीलाई। हामी चाहिँ अब मेडिकल गर्नु छोडिरहेको कम्पनीले अब कसरी मेडिकल हिजो राति 10 बजीबाट आज 8 बजे लगिरह। हिजो राति 10 बजीबाट पानी पनि नखानु भनेर भने त्यही भएर तर हामीले 11 बजीतिर फेरि पानी खाइदिएको। हामीले नेपालमा त त्यस्तो केही भन्दैन यार, के गर्नु परेन। यहाँ त अब हिजो राति 10 बजेपछि पानी पनि नखाने रे, यो पनि नखाने, केही घाँटीमा केही जाने रे। त्यही भएर हामी चाहिँ अब मेडिकल गर्न गइरहेछौँ। सबैले लगिरहेछ, एमपी गट उठेर राख। अरे कस्तो हुँदो रहेछ मेडिकल, अब गएर देखाउँछौँ। तपाईँ ढिलो नगर्नु न, हामी त रेडी भइसक्यौँ। रेडी ल ओके, सियु अहिले तल। अब हामी चाहिँ केटाहरूले कुदिरहेछौँ। हामी यही गाडीमा जाने हो कि यो गाडीमा जाने थाहा छैन। हाम्रो 3 जना तल छौँ, एकजना कोरियन, एकजना म्यानमारी, 2 जना केटा चाहिँ माथिबाट लगाइराख्नु अहिलेसम्म। अनि हाम्रो 3 जना 4 जना दाजुभाइ चाहिँ उता अर्को इलखङजाङमा छन्। हाम्रो कम्पनी चाहिँ यहाँ छ एउटा, अर्को उता छ कि अलि 5 मिनट होइन, गाडीमा त 1 मिनट 2 मिनट भनौँ न। अनि त्यहाँबाट पिकअप गरेर जाने हो कि अर्कै गाडीमा जान्छन् थाहा छैन है। अब त्यहाँदेखि अब हाम्रो साउदाईले चाहिँ हामीलाई पार्टी गर्न लाने भने, साउदाई भने यहाँको दाई हुने एकजना साजाङदिम नै हुन् भनौँ न। अनि उनले चाहिँ अब छङ के भने त्यो दाइले बिर्सिया, छङ हो कि छाङ हो भनेर के थाहा छैन कहाँ हो। यहाँ जाने भने हेरौँ के हुन्छ। 어디 그 허리 주사 맞는 거 어디로 왔다고? 그 앞에 있어? 허리 주사 맞는 거? 허리 주사 맞았어. चाहिँ अहिले पुगिसक्यौँ अब पार्किङ गरेर। अनि हामी यही गाडीमा आएको, यो गाडीमा आएको, धक्क यही हुन्छ हाम्रो साउदाई। यही गाडीमा आएको है। अब ठाउँ चाहिँ यस्तो छ, राम्रो छ यार है। बाटोसाटो हेर्दा त कस्तो राम्रो देखिन्छ। अहिलेको बाटो राम्रो देखिरहेको थियो। अहिले यस्तो ठाउँमा कम्पनी हुनु नि अनि पो रमाइलो हुने थियो। कम्पनी कहाँ जङ्गलमा गएर राख्दै गाडी पनि आउँदैन, केही आउँदैन। ट्याक्सीमा बजार पुग्न, सानो बजार पुग्न पनि के अरे ट्याक्सी बोलाउनु पर्छ, मानवन जान्छ, एकछिन चढेको, अनि कामै छैन। त्यहाँदेखि नजिक केही पनि छैन। यस्तो ठाउँमा कम्पनी हुनु अलि पो रमाइलो हुन्थ्यो त। यही हो बिहा भइहाल्ने यही त हो नि। यो हस्पिटल हो कि? हस्पिटल अन्त यो होइन हस्पिटल होइन, प्राइभेट क्लिनिक पो हो। थाहा छैन। गइरहेको छु म लिफ्टमा। डबल बडी पिना पिरहेछन् है। त्यसरी बिपी नाप्न मिल्छ यहाँ अटोमेटिकली, मान्छे चाहिँदैन। त्यहाँ हात छिरायो भने बिपी आफै नाप्छ। हस्पिटल हो यो है, हस्पिटल भन्दा नि क्लिनिक हो। क्लिनिक चाहिँ यस्तो छ, यहाँ ल्याएर चेक गराइरहेछ हामीलाई। मेडिकल गरेर अब यसो यताको माहौल हेर्न आएको। यस्तो रहेछ, दामी रहेछ यार माहौल त। यस्तो ठाउँमा बस्न पाएको माइन्ड फ्रेस हुन्छ त होइन।
यस्तो राम्रो माहौल छ यार यस्तो ठाउँमा बस्नु पाएको अलिकति थोरै मुड फ्रेस हुन्छ काम गरिसकेपछि कस्तो देखाउँछ यार यस्तो छ यार यहाँ बस्दा बस्न चिसो हावा चल रहा उता प्रोग्राम भइरहेको रहेछ ब्युटिफुल है गाइज अब यहाँ फोटो खिच्दै भन्छन् केटाहरू फोटो खिच्नुपर्ने पालै पिलो सबको बवाल ह्यान्डसम आइरह अर्को निनी चाहिँ कहाँ गयो निनी पालिवा बस्ने ठाउँ चाहिँ यस्तो छ गाइज यहाँ प्रोग्राम भइरहेको कोरियनहरूको यस्तो छ अगाडि नै कस्तो दाइ फोटो खिच्न त त्यहाँ पो छ त यार केटाहरूले त्यहाँ देखेकै छैनन् अहिले त्यहाँ देखेपछि अनि यता रमाइलो रहेछ कता गइरहेको थियौँ होइन जानु छ होला ठाउँ चाहिँ रमाइलो रहेछ यार बल्ल कोरियनहरू यता पो देखियो त है फोटो खिच्यो भिडियो बनाइयो होइन आरामबाट आधी घन्टामा साइकलमा आधी घन्टा नलाग्दो रहेछ यार के अरे इजिखु भन्ने ठाउँ को हुनुहुन्छ है नेपाल दाजुभाइ यतातिर इजिखुतिर अनि ठाउँ चाहिँ रमाइलो रहेछ है यस यस्तो यस्तो ठाउँतिर बस्नु पाएको माइन्ड फ्रेस हुन्छ यार बस्ने ठाउँ कुन जङ्गलको कुनामा फाल्दा मुत्ने ठाउँ हुन भने मुत्ने ठाउँ जस्तो छ मुत्ने हग्ने ठाउँ जस्तो छ यार त्यस्तो जङ्गल कुनामा फाल्दा यार केटाहरू चाहिँ उठ्यो केटाहरू कहाँ गयो यार केटाहरू छोडेर गइसक्यो हामीलाई केटाहरू हामीलाई छोडेर गइसक्यो दामी आहा यार हामी हिरो हामी त मेडिकल चेक गरेर आइदिएको 400 लगाएर अहिलेसम्म हात बाँधिसक्यो मेरो केटा हो कोरियामा नर्मली यो छाँगो भन्ने रहेछ यसलाई गरेर यसरी खाइने रहेछ क्या दाईको बाटी हो यो दाईले ल्याएको हाम्रो साउदाई यिनै हुन् साउदाई यिनी ल्याएर टक्क खुवाइरहेको गाइज हामी चाहिँ अब झ्याप भइसकेका छौँ होइन झ्याप भइसकेका छौँ अब यो कोरियन साहु अनि त्यसपछि हाम्रो हेम अनि कोरियन सिङ्गु हामी चाहिँ अब नोरेब्याङ जाने भनेर कल गरिरहेको छौँ साउदाईलाई लग्छ लाग्दैन थाहा छैन तर खबर चाहिँ हामीले गरिरहेको छौँ नोरेब्याङ जाने भनेर होइन अनि माहौल यताको यस्तो राम्रो छ यार यस्तो राम्रो छ यतातिर बस्न पाए यस्तो रमाइलो हुन्थ्यो तर यतातिर बस्न साह्रै महँगो छ अपार्ट लिएर बस्न सकिन्न होइन अपार्ट लिएर बस्न अलिक गाह्रो छ लास्ट टाइम महँगो पर्छ अब यहाँ कोरियन 1 करोड भनेपछि 10 लाख भनौँ न नेपाल 10 लाख त्यस्तो महँगो पर्छ होइन तर ठाउँ चाहिँ एकदम रमाइलो छ हामी चाहिँ एकदम हाम्रो दाइ साहु चाहिँ यिनै हुन् दाइ साहु होइन फोनमा राखेन अब बोलाएर पनि सक्छ होला होइन अब यो कोरियन चाहिँ साउदाई अनि थेरी बोलाउँदैछौँ थेरी भन्नाले रक्सी खाएको छ नि त रक्सी खाएपछि यहाँ कसरी चलाउँदैन नि गाडी यहाँ रक्सी खाएपछि चलाइदिने गाडी चलाइदिने मान्छे बोलाउने हो अनि त्यो मान्छे आएर गाडी लगेर हामीलाई पिकअप गरेर सँगै जहाँसम्म जाने त्यहाँसम्म ड्रप गरिदिन्छ होइन त्यसलाई चाहिँ थेरी भन्छ होइन मान्छे बोकेर जानलाई थेरी भन्छ क्या अनि अब त्यो चाहिँ अब गाडीसम्म अब गाडी हाम्रो भए पनि उसले चाहिँ मान्छे आएर हामीलाई गाडी चलाएर ठाउँसम्म पुऱ्याइदिन्छ क्या अनि हामी चाहिँ यहाँ कुरिरहेको छौँ यो चाहिँ पार्किङ हो यस्तो राम्रो ठाउँ छ यार यहाँ चाहिँ है